Welcome back to our new vlog. So today we are exploring Cambridge, a very beautiful town. A city that feels like a scene straight out of Europe. Calm rivers, old bridges, streets, and just a vibe. Every corner has its own charm and every step feels like walking into the paintings. So come, let's explore the Cambridge with us. हामी चाहिँ आज क्याम्ब्रिज आयौँ धेरै भएको थियो टाढा ठाउँ जाँदा जाँदा हामी आफ्नै बसेको ठाउँ चाहिँ धेरै एक्सप्लोर गरेकै छैन तिम्रो के छ त लाइफ अपडेट त्यही हो डे टु डे लाइफ काम गयो आयो फ्राइडे आज त्यही भएर यसो घुम्नु निस्किनु पनि परिहाल्यो अलि दिनपछि त फेरि हिउँ परिहाल्छ हिउँ परे बेला हिँड्न त रमाइलो हुन्छ तर चिसो हुन्छ कपडा अलि धेरै लाएर हिँड्नुपर्छ हैन चाहिँ हामी बस्ने सहर हामी बस्ने टाउन केम्ब्रिज पनि यसो घुमौँ न भनेर हामी त्यस्तो हिँडिरहेको छैन केम्ब्रिजभित्र केम्ब्रिजमा बस्या 1 इयर भए पनि त्यही भएर आज चाहिँ हामी केम्ब्रिज एक्सप्लोर गरौँ भनेर आएको पनि अब हाम्रो इन्टरनेसनल स्टुडेन्ट्स इन्टरनेसनल वर्कर घरबाट टाढा भएको मान्छेहरू चाहिँ अब रमाइलो गर्नलाई ठुलो कुरो चाहिँदैन सानो कुरोमा हामी चाहिँ रमाइलो हुन्छ वी डोन्ट वान्ट बिग थिङ्स ठुलो सेलिब्रेसन ठुलो केही नै हुनु चाहिँदैन सानो कुरामा कहिले बाहिर गएर मिठो खाना खायो रमाइलो हुन्छ कहिले साथी भेट्न गयो रमाइलो हुन्छ एकछिन साथीसँग बसेर 1 घन्टा कुरा गर्न पाए त्यही नै बेस्ट हुन्छ किनभने कति मान्छेहरू लोन्ली भइरहेको हुन्छन् गाह्रो छ विदेशको लाइफ तर अब लिटल थिङ्समा पनि ह्याप्पी हुन सिक्नु पर्यो हैन ह्याप्पी हुनु पनि पर्यो अफ कोर्स कि वाइ नट हुन पनि पर्यो भइ पनि राख्छ त्यो पानी पर्दै जाँदो रहेछ हामीलाई पनि अब हामी त सुरुदेखि अब पहिले हामी दुईजना सँगै आयौँ तर कति मान्छेहरू लाइक देखिरहेको हुन्छ डे टु डे लाइफमा बिगिनिङ्स आर अलवेज टफ तर विथ टाइम चाहिँ हुन्छ नि एडजस्ट हुँदै जान्छ विथ एभ्रिथिङ वेदरदेखि लिएर हरेक कुरा यहाँको इन्भाइरोमेन्ट यहाँको मान्छेहरूसँग एडजस्ट हुँदै नै जान्छ इभेन्चुअली तर बिगिनमा चाहिँ अलिकति टाइम लाग्छ आउँछ ठुलो केही कुरा भएपछि ह्याप्पी हुन्छौँ कसैलाई घर बनाउने होला कसैलाई टन्न पैसा कमाउने होला तर त्यो हुनलाई धेरै टाइम मेहनत गरेपछि त्यो हुने हो त्यही भएर अहिलेको लाइफ जो पनि बाहिर हुनुहुन्छ अभियसली बाहिरको सिचुएसन थाहा छँदैछ इट्स टफ अझै इमिग्रेन्टहरूलाई गाह्रै छ त्यही भएर जतिसक्दो सानो कुरामा खुसी हुन सिक्नुपर्छ हामी पनि केही कोसिस गर्दा गर्दा अब अहिले चाहिँ पानी पर्छ थोरै एकछिन बाहिर घुमेर हुन्छ कि एक्लै बसेर काहीँ रेस्टुरेन्टमा गएर कफी खाएर बसेर हुन्छ कि सानो सानो लिटल ह्याप्पिनेस एकछिन घरमा कुरा गरेर हुन्छ कि जसरी हुन्छ आफूलाई इङ्गेज राखेर आफूलाई फ्रेस बनाएर सानो कुरामा ह्याप्पिनेस दियो भने चाहिँ लाइफ रमाइलो हुन्छ जस्तो लाग्छ मेरो एक्सपिरियन्समा चाहिँ फेरि सबैको एक्सपिरियन्स छुट्टा छुट्टै हुन्छ मलाई चाहिँ त्यस्तो लाग्छ सो डिप्रेस भएर बस्नुभन्दा पनि देयर इज अ गुड टाइम अहेड बट टु गेट द्याट गुड टाइम Patience is much needed. We downtown हिँड्दै गफ गर्दै आइसक्यौँ सो अब हेरौँ एकछिन डाउनटाउन एक्सप्लोर गरौँ त्यही हो आज चाहिँ हाम्रो लागि लिटल खुसी भनेको आजको लागि आज फ्राइडेको लागि हामीलाई डाउनटाउन घुम्नु हैन त
small, like what you call this, tunnel, I think. So there are like small pictures, like it's a gallery. It's written there, the gallery. Rotating exhibition presented by Downtown Cambridge. It's a nice picture. Even on this side, they have nice pictures here. I think it's more related to animals. तल आएँ डाउनटाउन घुम्यौँ ब्रिजहरू घुम्यौँ फोटोसोटो खिच्यौँ रमाइलो थियो भाइब राम्रो छ आज लाइक चिसो छ अलिकति क्रिसमस भाइब अब अहिले क्रिसमस यता हुने भएर भने डाउनटाउनको मेन रमाइलो नै थियो यो अरू ठाउँ सुन्ने हुन्छ डाउनटाउन आएपछि चाहिँ एकदमै ह्यापनिङ मान्छेहरू खुसी कोही क्लबबाट निक्लिएर हुन्छन् कोही फ्यामिलीसँग रेस्टुरेन्ट गएर हुन्छन् कोही हामी जस्तै फेरि भ्लग हुन्छ पुरै क्रिसमस भाइब छ जताततै हलिडे सिजन भएर रमाइलो क्रिसमस भाइब ह्याप्पी भाइब छ सो यही ह्याप्पी भाइबमा हामी अलिअलि ह्याप्पी भयो And with this, we come to the end of our Cambridge vlog. From the magical glow of the city at night to a stunning architecture and peaceful riversides, this journey was our small escape, a reminder to pause, breathe, and find happiness in the little moments. यो चाहिँ आजको हाम्रो सानो कुरा खुसी हुनको लागि. And we hope it inspires you to find your own moments of joy wherever you are. Until our next vlog, keep smiling, stay grateful, and take care. See you in the next one.